हेलो साथीहरु, आज चाहिँ अब यहाँनिर रात पनि पर्न पर्ला जस्तो भइसकेको छ हो। अन्त हामीले चाहिँ अब डिनर पकाउन आँटेको छौँ म र भाउजू भएर। अन्त यहाँ भाउजूले रोपेको फुलहरू पनि छ। टराम कराउँदैछ यहाँनिर। पाली चाहिँ सोम सिङतामहरू हो। आज चाहिँ हाम्रो डिनरमा चाहिँ हामीले यहाँनिर मोमो बनाउन आँटेको छौँ। मोमोमा चाहिँ यहाँनिर बनाइरहेको छ दादाले अघि बिफ मोमो हो, बिफ पोकीमा बनाइरहेको छ। अन्त यहाँनिर चाहिँ हाम्रो आमालाई चाहिँ बिफ खानु हुँदैन हो, आमालाई चाहिँ यहाँनिर भेज मोमो बनाउन आँटेको। अन्त यहाँ चाहिँ हाम्रो घरको एकदम निन्द्रा पुऱ्याइसक्यो, दिनभरि सुतेर निन्द्रा पुऱ्याइसकेको छ हो। पुऱ्याइसकेको भर्खर उठेर अनुहार उयो गर्दैछ, सफा गर्दैछ। यहाँ चाहिँ छ हाम्रो घरको एकदम कान्छा छोरा, ऊ चाहिँ पानी खेलाउँदैछ। हेलो साथीहरु, अब हामी चाहिँ यहाँनिर मोमो बनाउँदैछौँ। पहिला चाहिँ अब आमाको यहाँनिर भेज मोमो बनाउने। आमाले चाहिँ सानो सानो मन पराउँदैन, त्यो भएर चाहिँ अलिकति अब ठुल्ठुलो बनाइदिन आँटेको। यो चाहिँ अब तपाईँको बन्दाकोपीको हो, जोइले पनि बनाउँदैछ, डल्ला बनाउँदैछ। यहाँनिर हेर्नुहोस्, यसरी मुजा बनाउनुपर्छ। यो मुजा चाहिँ अब अलिक राम्रो हुँदैन होला, किनभने चाहिँ हाम्रो दादाले अघि आँटा मुछेको चाहिँ गिलो मुछेको छ हो। त्यो भएर मैले कति आँटा हालेर मुछ्दा पनि भएन, लुलो भएको छ। आँटा चाहिँ लुलो छ, मुजा चाहिँ अब यस्तै हो। तिम्रो डल्ला के सानो सानो, तिम्रो आँटा डल्ला भयो, सानो सानो भयो। यो चाहिँ हामीले भेज मोमो बनाइसक्यौँ हो। अब चाहिँ अझै हाफ सिट जति बनिन्छ होला हो। त्यहाँदेखि चाहिँ हामी गोलको बनाउँछौँ हामी मोमो। चाहिँ 2 सिट 1 सिट आधी भयो। यो चाहिँ भेज मोमो हो आमाको लागि। नु साथीहरु, अब हाम्रो मम्मीको चाहिँ भेज मोमो पाकिसक्यो हो। अब चाहिँ हामीले नन भेजको बनाउन आँटेको छौँ। गिलो मुसेर फुटेको छ, अचार छ। आज चाहिँ पुरा गिलो भएको छ, गिलो भएर चाहिँ गिलो भएर पुरा फुटे। फुट्छ त चाम्रो भएर। यो चाहिँ भेज मोमो हो, फुटेको छ पुरा। हजुर बा, कस्तो भएछ आमा? मोमो मिठो पुरा खानु खान्छ भन्थ्यो। यमी भएछ। मेरो छोराले चाहिँ मोमो खान्छ, तर तिमा चाहिँ खाँदैन, खोस्टा मात्रै खान्छ है। कस्तो भएछ त्यो मोमो? कस्तो भयो? हामीले चाहिँ यो चाहिँ बिफको मोमो बनाइसक्यो हामीले। यो चाहिँ धनियाँको अचार। मेरो हस्बेन्डले साह्रो गिलो गिलो मुसेर चाहिँ एकदमै हामीलाई गिलो भएको छ, साह्रो भएको छ। बनाइसकेको यो लास्ट हो यो त अब सक्यो। मेरो आमाले चाहिँ खाना खाएर पनि भाँडा मोल्न दिनु हुँदैछ। हुँदैछ मोमो। आज मात्रै है मजाले आगो बोलेको, अरू बेला त बोल्दैन। यो चाहिँ आँटाकै मोमो हो, किनभने हाम्रोमा बेसी मैदा खाँदैन, आँटाकै खान्छ। लु साथीहरु, बिफ मोमो पाक्यो, हामी चाहिँ खान आँटेको हो। यो छ प्योर आँटाको हो, आँटाको हो, किन मैदाको खाइन्छ अब ग्यास हुन्छ। त्यो भएर चाहिँ हामीले चाहिँ आँटाको बनाएको। अच्छा त सुप छ हो, सुप चाहिँ भेजको हो। भेज सुप छ। त्यसमा नि हाल्नु पर्छ। उनीहरूले अन्त हामीले सुप चाहिँ भेजको बनाएको छ हो, भेज सुप। यसमा चाहिँ तपाईँको गाजर, सिमीहरू छ, प्याजहरू छ। एक नुनिया छ, उनीहरूले मिठो भएको सुप पनि हो। के हो यो? तर पानी हालेर मुसिसो भएको हो। यता चाहिँ जति मोमो खायो सेकी चाहिँ भएन, होइन पानी हालेर पुरा मुसेर गिलो न गिलो थियो। गिलो पुरा मुसेको त्यही। अन्त बेनु त है कस्तो साह्रो पऱ्यो है, बेला पुरा काँसेर भएको। नुन हालेर खानु, सुपमा नुन लगाइन्छ। होइन किन यति नै हो?